कल्पनापुर त धरतीपुरको सबैभन्दा सुन्दर ठाउँभन्दा नि सुन्दर होला, शान्त होला। यहाँका मान्छेहरू त सुखी, सन्तुष्टि र सम्पन्न होला। लौ, कल्पनापुर नि धरतीपुर जस्तै प्रदूषित भएछ। वन जङ्गलतिर पनि फोहोरै फोहोर। मान्छेहरू पनि धरतीपुरको जस्तै दुखी, असन्तुष्टि र बेचैन रहेछन्। अब लागे म सृजनापुरतिर। लौ न, सृजनापुर त झन् काठमाडौँ जस्तो प्रदूषित पो रहेछ। यहाँ त कसरी सृजना जन्मिन्छ? अनि यो नयाँ पार्क कस्तो भएछ? ओहो, भावना नदी त झन् ढल फुटेर दुर्गन्धित पो भएको रहेछ। ओहो, यो कल्पनापुरको यो बागमती पनि यस्तो प्रदूषित भइसकेको रहेछ। लौ न, कल्पनापुर नै प्रदूषित भएपछि कवि, कलाकार, लेखक, वैज्ञानिकहरूको कल्पना पनि प्रदूषित नै हुने भयो।